सुकुम्बासीको नाममा हुकुमबासी यिनीहरू हेर्नुस् त हो। यस्तालाई चाहिँ विस्थापन नै गर्नुपर्छ। यिनीहरूको जहाँ जहाँ पुर्ख्यौली सम्पत्ति छ नि त्यहीँ गएर यिनीहरूले काम गरेर खान सक्नुपर्छ। आफ्नो ठाउँको जग्गा बाँझै राख्ने, काठमाडौँको बीच उसमा तिमीहरूलाई जग्गा चाहियो काठमाडौँमा किन? कुनै व्यापार व्यवसाय गरेर जागिर खाऊ किन हडप्छौ सरकारी जग्गा? तिमीहरूले गर्दा वास्तविक सुकुम्बासीलाई चाहिँ गाह्रो भइरहेछ। यहाँ ती बिचरा वास्तविक सुकुम्बासीहरू तिमीहरू हुकुमबासीको मारमा परिरहेछन्। ती सुकुम्बासीको विस्थापन गरोस्। अनि अर्को कुरा यो सुन्नुहोस् त, पत्रकारहरूलाई गलत सूचना दिएपछि कडा कारबाही एकदमै राम्रो। सूचनाहरू यस्ता आउन थाले कि कुन समाचार सत्य हो, कुन समाचार असत्य हो, कुन समाचार चाहिँ पत्याउने, कुन समाचार नपत्याउने। सबै राष्ट्रिय मिडियाहरू छ अनि फलोवर्सहरू मिलियनमा छ। त्यति राम्रो न्युज छ तर पनि समाचार के आउँछ पत्तै हुँदैन। यो जनतालाई दोधारमा राख्ने काम नगरियोस्। निष्पक्ष समाचार प्रसारण गरियोस्। जे हो, जे भएको छ, जे चाहिँ हुँदैछ त्यही मात्रै प्रसारण गरियोस्। अनावश्यक भरम छरेर कसैले पनि गलत सूचना दिने काम नगरौँ। एउटा पत्रिकाले गलत सूचना दिँदाखेरि धेरै मान्छेहरू झुक्किन्छन् र अर्कोले पनि त्यो ओहो राष्ट्रिय मिडियाले प्रसारण गरेको कुरा सत्य होला भन्ने हुन्छ। अर्कोले पनि त्यसलाई न्युज गराइदिन्छ। त्यसैले सत्य तथ्य न्युज मात्रै प्रसारण गरौँ, अनावश्यक भरम नछरौँ। सुकुम्बासीको नाममा हुकुमबासीहरूलाई विस्थापन गरौँ, सुकुम्बासीलाई व्यवस्थापन गरौँ। अरू गो अहेड बालन सरकार।